दुईटा साली चाहिँ को हो फेरि हेलो गाइज आज चाहिँ हामी के अरे मनोकामना हिँडेको पर मेरो आमा होइन अलिक अगाडि यस्तो छ म चाहिँ फर्स्ट टाइम आएको 10 मिनेट लाग्छ 10 मिनेट के गर्नु पुग्नु 10 मिनेट ए ओ त माथि ओ त माथि पुग्नु पर्ने हामी चाहिँ पूजा गर्नलाई मात्रै हो के भन्छ उता छ नि अझै कहाँ त्यति भयो त 10 मिनेट लाग्दै लाग्छ त्यही त हेरेर उता डाँडा होला त्यहाँ मेरो त लिपस्टिक नै गएछ नि त मान्छे डढ्यो भने भ्लग चाहिँ आउनु पर्यो फेरि म भिडियो गर्ने कहाँबाट भने क्यामेरा यहाँनिर राख्नु पर्ने म खोज्छु हिँड्नु आउनु त हाम्रो डेटको फेरि ल ल भिडियो गर्ने लु गर्नु कस्तो ह्यान्डसम देखेको हौ कस्तो ह्यान्डसम देखेको फर्किँदा चाहिँ यो तल्लो बाटो होइन यो चाँडो फर्किनु मिल्छ अनि म चाहिँ हाम्रो परिवारसँग हिँडेको तर मेरो लिपस्टिकै छैन खालि लिपस्टिक ल्याउनु निकाल्नु ठिक्कको ल ल लिपस्टिक एउटा पनि छैन होला भनेको मान्दैन हौ त्यहाँ खेर ढाँड नखुस्का मेरो भिडियो हेर न पढी त के हो उयो लाइन हो यस्तरी छ यार लाइन कहिले पुग्नु होला तर फर्स्ट टाइम होइन अलिअलि चाहिँ सजिलो रहेछ म चाहिँ अलिकति राम्री भएर भिडियो बनाएँ है हामी चाहिँ लास्ट पोइन्ट हो सबै लाइन बढ्नुपर्छ मम्मी लाइन बसिरह ए नत्र टोयलेट आइराखेको खोइ गान्धी गान्धीमा यहाँ पर्ने रहेछ नि हामी चाहिँ यहाँ हेर त भगवान् यस्तो छ चढ्नलाई चाहिँ मम्मी हिँडिरह डेडी पछि पछि आइरह मेरो चाहिँ फेरि यस्तो हगा होला जुत्तामा कुर्तामा जुत्ता लगाएर पक्का कस्तो देखा तर थाहा चाहिँ छैन म चाहिँ फर्स्ट टाइम आएको तर यो कुर्तामा चाहिँ कस्तो देखा मलाई कस्तो देखा होला क्या कुर्तामा जुत्ता सट्ट पारेर यस्तो लाइन छ टाढी जानुपर्ने त्यहाँनिर मन्दिर मनोकामना मन्दिर यत्रो लाइनमा त हाम्रो पालो कहिले आउला यस्तो छ म चाहिँ अलिअलि बोल्दै बोल्दै हिँडिरहेको छु ए टिकट काट्ने चाहिँ तल रहेछ लाइन यत्रो
मेरो बुढा चाहिँ कालोमाथि ठुवास्सो परिरह अनि बोकिरह मेरो त लिपस्टिक नै सकेछ नि त माथि कति मिनट लाग्छ यहीँ पुगेछ चलो गाई किन ल समसँग लाइन बसेर खाऊ अझ हामी भिडियो गर्नु ओइ क्यामेराको नम्बर भनेर छैन कस्तो हाल्छ यार अफ्रिकन मान्छे यस्तै गर्छ नि मैले ब्लग गर्दा नि यस्तै गर्छ क्या मैले भयो के भने आएको चाहिँ हेर नानी यता चाहिँ हेऱ्यो नि मजा हुन्छ होइन यहाँ तलबाट आएको है हामी हाम्रो मम्मी शान्त छ गान्धिनी शान्त छ डिहरू मान्छे हिँड्ने गोरेटो बाटो रहेछ त मान्छे नि हिँडेर जान्छ होला नि हौ जान्छ नि नजिकको मान्छे त हिँड्नै परिहाल्यो नि उफ गर्मी नि भयो है सानो इमा फुटुक्क हजुर भन म त हेर्दिनँ डर लाग्यो मलाई भने चिम गर्न मान्छे डोरी लाएर कसरी हाम जान्छ होला बन्जी लाइन रोक्यो डर लागेन लाग्दैन है ए कठोर हो कचक्क गर्दाखेरि ए भालो हुँदै गयो नि हो र पानी पहिला भन्दा अलिक ढिलो भयो ए त उकालै धेरै उपक्कै है वनमा भयो नि त चढक्क ठिक्कौमा पर्यो नि त हामी चाहिँ भिडियो मात्र बनाएन नि हामी चाहिँ कहाँको केबल कार चढेर चाहिँ कसैले भनेन मनोकामना दर्शन गर्नु आएको आज हामी सबैले मनको के अरे उयो माग्नु है मनोकामना पुरा हुन्छ मनोकामना मनको कामना मन भावना लुले म गरिदिन्छु लु बोल आज हामी मनोकामनाको लाइन गम्नेर माझमा रोकिन्छ होला हजुर रोकिन्छ एकछिन कतिवटा हुन्छ सन्धि उनीहरूलाई चाहिँ हरार झाँटो रे उकालो पनि यस्तै हो सेमै होला हौ रफ्तार त माथि पुग्ने लगाउनु के हो त्यही त हो र ड्याडी होइन नि अहिलेको चाहिँ भने अहिले हाम्रो गाउँ हो नि है अझै माथि पो हो त नि हौ माथिल्लो स्टेप होइन त ऊ त्यो एक गाउँ पो सिक्नुपर्छ ऊ माथि पो जानु छ त हौ मान्छेहरू नचल्दो जता बसेको छ हेर गाई बाख्रा हेर त तल सानो उकालो भिडियो गरिदियो सिधा चाहिँ हुन्थ्यो कि क्या देखिरह देखिरह जुम गर्न नि हौ बेना यी मेरो मान्छे भन्दा पनि के त्यो बेना कहाँ पुगेको पैसा त्यसरी जातिर एटिएम पो जाउँछ नि त्यहीँ राख मोबाइल पनि त्यहीँ राख भने सानो होइन कहाँ होइन चढाउने पैसा चाहिँ चढाउने पैसा बाँड्नु बत्ती पनि के बाँड्नु भयो है कति रापाको ल ल राख्नु यता होला नि चढ्नु 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 चढ्नु
गाडी नि चल्नु ओइ ढोका लाग्ने नि यिनीहरू होइन लाग्छ आफै आफै लाग्छ हजुरले छोडी भयो पुरानो हेरौँ भनेको त उकालै पर्ने चाहिँ भएन। अनि यसरी फेरि खाली भएछ त ओ कता उठ्ने ढुक 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 आउने मात्रै हो फर्किने मात्रै हो डर लाग्यो झन् नहेर्नु भन्दैछ बेना सिसा कता र? हो त्यही उता हेर्नु न तल त्यहाँ नठेल भने त्यो टच छैन यसमा छ त्यो उकालै डर लाग्दो थियो त्यो सल्लाहको रुख हो र होइन ओह्रालै घर रहेछ त्यहाँ स्पिड न त्यो घरमा कोही नि बस्दैन सुन्तला घारी हो नि त्यो सुन्तला बस्छ होला कुन चाहिँ यस्तो घरमा बस्छ यो सबै सुन्तला हो त्यो सुन्तला कोही नि बस्दैन के उस त्यो घर टिपिसकेको होला नि कहिले सक्यो यता हेर न अनि किन यो यस्तो स्लो कुदेको हौ हाम्रो त्यस्तो लाग्यो मात्रै हो नाकै बन्द तल ए छ यता पो त खाली आयो एउटा त भाडा त हो 3-4 खाली आइसक्यो होइन अहिले त आउने फर्किने मात्रै हो नि त बाबु अब बन्द भइसक्यो नि त 5 बजे बन्द भनेपछि त हो 5 बज्यो 15 बज्यो न किन स्लो यहाँतिर